चाहिँ यात्रा अब यात्रा चाहिँ एकदम के भने डह्रो भएर चाहिँ जोस् के र थकाइ चाहिँ डह्रो लाग्यो होइन यो माथि आइपुग्दाखेरि अनि यो यसो अलिक भोक लाग्यो अवस्था तल अनि यो अब साथीभाइहरूले बिस्कुट खुवाउनु पर्यो लिनुहोस् ल हाम्रो यो सिक्किमको साथीहरू उहाँ चाहिँ अनि यता कपन बस्नुहुन्छ उहाँ चाहिँ जिउँछ यता मेरो भाइ भइहाल्यो यता हाम्रो साथीहरू हो लामो भाइहरू साथीहरू यो नारायणथान त्यो ट्रिप आउनु चाहिँ सोचेर मात्र आउनु होला तपाईँहरू किनभने बाइकमा आयो भने चाहिँ धेरै सजिलो हुन्छ अब हामी चाहिँ हिँडेर आएको थियौँ घरबाट भन्दाखेरि अब हामी घरबाट यहाँसम्म हिँड्दाखेरि यतिखेरसम्म त हामी बाइकमा आएको भए त यति बेला हामी नारायणथान पुग्थ्यो होला माथि तर आउँदा चाहिँ अलिक रमाइलो पनि हुन्छ अनि के भन्छ रमाइलो पनि हुन्छ यसो अब बाटो हिँडेको जस्तो पनि हुन्छ तर थकित चाहिँ लास्ट थकित हुन्छ धेरै थाक्छ कि लगभग अब हामी त्यही अब रोड सक्छ होला अब एकछिन हिँड्यो भने चाहिँ अब रोड टुङ्गिन्छ होला साथीहरू त्यहाँदेखि चाहिँ अब त्यहाँदेखि गोरेटो बाटो हो अब जस लगभग यहाँसम्म चाहिँ हामी हिँडेको छ यता चाहिँ खाजा खाएर चाहिँ साथीले बिचरा भोक लाग्यो थाकै पनि धेरै लाग्यो म पनि थाकेँ यार साथीहरू ल मेरो त अन्ध्र भुटी नै थियो कैसा लगा मेरा मजाक ल साथीहरू अब बिच बाटोतिर यसो अपडेट दिँदै बस्छु अब माथि पुग्यो भने माथिको भ्यू देखाउनेवाला छु अब पुगेन भने कोही के हुन्छ कि अब पुगेन भने मार्छ नि त हो छैन पुगेन भने त अब पुगेन है अब चाहिँ हामी लगभग पुग्यो भन्दैन हुन्छ थकित भएको अवस्था लामा हाम्रो एकजना साथी विचार धेरै गाह्रो भयो है सोचेको थिएन नि होइन सोचेको थिएन यति लामो छ भनेर गाह्रो के गर्नु उहाँ चाहिँ हुनुहुन्छ हाम्रो गाइड उहाँलाई पनि धेरै धन्यवाद ल Few moments. यतिखेर चाहिँ बल्ल माथि नारायणथान आइपुग्यो सनसेट भेट्दैन जस्तो लाग्यो बल्ल भेट्यो हेलो म निमल लामा वेलकम छ मैजाङ युट्युब च्यानलमा अनि अहिले भने चाहिँ हामी बिथान चौकको माथि नारायणथानमा आइसक्यो अवस्था अनि बिहान चाहिँ करिब अब हामीले चाहिँ यात्रा त्यस्तै 12-1 बजी गरेको थियौँ भने चाहिँ अनि हामीसँग साथीहरू हुनुहुन्थ्यो लगभग 7जना साथीहरू हुनुहुन्थ्यो है साथीहरू 7जनाबाट चाहिँ अनि 3जना चाहिँ अलिकति गम्भीर अवस्था भएको हुनाले यता आउन सकेन अनि हामी 4जना चाहिँ आएको छौँ र यता हुनुहुन्छ हाम्रो भाइ हुनुहुन्छ है लेकाली मैचाङको भाइ अनि यता हुनुहुन्छ हाम्रो मामहरू नि यता पुरै भिडियो लिँदै हुनुहुन्छ तपाईँले नारायणथान पहिलोचोटि हो नि त पहिलोचोटि मेरो कस्तो लाग्यो तपाईँले नारायणथान राम्रो लाग्यो एकदम अब अलिकति सोच्यो भन्दा नि कस्तो रहेछ यो चाहिँ सोच्यो भने नि राम्रो तपाईँले के सोध्नु भएको थियो कस्तो पाउनु भयो तपाईँले आज झन् राम्रो घाम लागेको रहेछ हजुर राम्रो छ ल अनि तपाईँको पनि 1-2 शब्द जाओस् न कस्तो लाग्यो तपाईँले एकदम राम्रो होइन अब हुन त हामी बेथानचोकै हो भए तापनि अब समटाइम चाहिँ आइरहेको हुन्छ समटाइम भन्दा आज चाहिँ फर्स्ट टाइम होइन जस्तो अब अरू बेला आउँथ्यो होइन रेगुलर अब साथीहरू नभएर पनि के अब यो हुँदैन नि त ग्रुप नमिल्ने भएर पनि अब हजुर यसो आइदिएको काम हेर्नलाई होइन त्यही हाम्रो विशेषता चाहिँ यही थियो ठ्याक्कै टाइमिङमै आइपुगेको छ त्यही हो एकदम खुसी लाग्यो है एकदम होइन अनि